भाग 305 को सुरुमा हामी देख्छौँ कि कान्छी निकै तनावमा देखिन्छन्। उनको मनमा धेरै कुरा चलिरहेको हुन्छ। एकातिर परिवारको तनाव, अर्कोतिर आफ्नै भावनाहरू। उनी सोचिरहेको हुन्छन् कि अब के गर्ने, कसरी निर्णय लिने। त्यही समयमा अर्को पात्रले उनलाई सम्झाउन खोज्छ, तर कान्छीको मन शान्त हुँदैन। यहाँ हामी स्पष्ट देख्न सक्छौँ कि उनको जीवनमा अहिले सबैभन्दा ठुलो समस्या भनेकै उनले निर्णय लिन नसक्नु हो। यो सिनले देखाउँछ कि कहानी अब भावनात्मक रूपमा अझै गहिरो हुँदैछ। यसपछि कथा अझै ड्रामेटिक हुन्छ। परिवारभित्र मिसअन्डरस्ट्यान्डिङ बढ्न थाल्छ। कसैले कान्छीलाई दोष दिन्छ, कसैले उनको पक्ष लिन्छ। यहाँ सबैभन्दा इन्ट्रेस्टिङ कुरा के हुन्छ भने सत्य कुरा सबैलाई थाहा हुँदैन, तर सबैले आफ्नो तरिकाले जजमेन्ट दिन थाल्छन्। कान्छी अझै पनि भित्रभित्रै टुट्दै गइरहेकी हुन्छन्। उनको आँखामा आँसु देखिन्छ, तर उनले बाहिर देखाउन खोज्दैनन्। यो पाठले देखाउन खोज्छ कि जीवनमा कहिलेकाहीँ हामी सही भएर पनि गलत देखिन्छौँ। त्यसैले यो सिन निकै इमोसनल र रिलेटेबल छ। अब कथा आउँछ सबैभन्दा महत्त्वपूर्ण मोडमा। कान्छीले एउटा ठुलो निर्णय लिन खोज्छिन्। उनी सोच्दछिन् अब चुप लागेर बस्ने कि आफ्ना लागि लड्ने। त्यही बेला एउटा घटना हुन्छ जसले सबै कुरा बदलिदिन्छ। यो मोमेन्टले देखाउँछ कि अब कहानी नयाँ डाइरेक्सनमा जान लागेको छ। कान्छी अब पहिले जस्तै कमजोर छैनन्, उनी भित्रबाट बलियो हुँदै गएकी छिन्। अन्त्यमा के हुन्छ भने हामी देख्छौँ कि स्थिति अझै क्लियर भएको छैन, तर केही सङ्केतहरू मिल्छ कि अब उनी धेरै बलियो भइसकेको छिन् र आउने भागमा सबै थोक क्लियर हुनेछ र हजुरलाई पनि एकदम इन्ट्रेस्टेड मिल्नेछ। सायद अर्को एपिसोडमा है त्यो बाहिर आउन सक्छ, सम्बन्धहरू बदलिन सक्छन् र कान्छीको जीवनमा ठुलो परिवर्तन आउन सक्छ। यदि तपाईँलाई यस्तो एक्सप्लेनेसन भिडियोहरू मन पर्छ भने भिडियो लाइक गर्नुहोस्, च्यानल सब्सक्राइब गर्नुहोस् अनि कमेन्टमा भन्नुहोस् तपाईँलाई यो भाग कस्तो लाग्यो है। यदि यो भाग रमाइलो लाग्यो भने म अर्को भागको लागि तयारी गर्नेछु। म अर्को भागमा एक्सप्लेनेसन पनि छिट्टै लिएर आउनेछु। धन्यवाद।